नमस्कार, म सुमिरन सापकोटा, रङ्गली पूर्व सिक्किमबाट र प्रथम त म शब्द सङ्गमका सम्पूर्ण परिवारलाई मेरो आन्तरिक हृदयबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु। किनभने उहाँहरूले यो युवाप्रति दिनुभएको मञ्च साँच्चै प्रशंसाको लायक बनेको छ र हजुरहरूको प्रशंसा गर्दै भए तापनि म मेरो कविता सुरु गर्न चाहन्छु र मैले मेरो कविताको शीर्षक यस प्रकार राखेको छु। फुल। ए मन मेरो कटक्कै खाएर मेरै आँगनको एक छेउमा फुल्छेस्। ए सयपत्री, ए मखमली, मलाई माला लगाएर कहाँसम्म छोड्छेस्। मुस्कुराउँदै त आफै मलाई प्रश्न गर्ला, तँलाई खोलासम्म त पक्कै छोडौँला। म मुस्कुराउँछु अनि भन्छु, तँलाई पानी दिने कोही नहोला नि फेरि। फेरि बिस्तारै दिनसँगै त्यो फुल ओइलाउँदै जान्छ, त्यो फुलसँगै ओइलाउँछ मेरो जवानी, अनि उसले पनि साथ छोडेको अनुभूति हुन्छ। ए मन मेरो कटक्कै खाएर आफै ओइलाएर मैले पानी नदिए जस्तो, आफै ओइलाइस् मैले पानी नदिए जस्तो, कि मै गलत भएँ अन्त्यमा। मैले सम्बन्ध निभाउन नसके जस्तो, कि मै गलत भएँ अन्त्यमा। मैले सम्बन्ध निभाउन नसके जस्तो। धेरै धेरै धन्यवाद। And settle the person in prayer crescendos, but keep ever on some city. Control the track, shift the old telephone dramatic without overpowering spoken word.